गाइज हाम्रो चाहिँ खानेकुरा आइसक्यो यो चटपट हो यो मोमो यो चाउचाउ के रे हामी खेल्ने मान्छे चाहिँ यहाँ छौँ हामी अब गेम सुरु गर्ने छौँ अब के एकदम एक्साइटेड छौँ छिटो छिटो खानालाई एकदम सरहरूलाई चाहिँ हामी त्यो बारेर राख्दिने हामी खानालाई चाहिँ हामी त्यो बारेर राख्दिने हामी खाना अब के बोले हामी सबैजना एक्साइटेड छौँ यो छिटो छिटो खानको लागि अब हामीले सबै सामान ठिक पारिसक्यौँ अब हामी गेम खेल्न रेडी छौँ हाम्रो खानेकुरा यही हो गाइज अब हामी यो हातले खानु नपाइने खाना चाहिँ चम्चाले ल भन्छ यो हातले खानु नपाइने खाना चाहिँ चम्चाले ओके 3, 2, 1 go rock paper scissors के भयो तिमी जाऊ ए ढिलो न रक पेपर सिजर जा साननी तो जाइए कौन है ये लोग कहाँ से आते हैं ये क्या है ये जाओ पक्नुहोस् त हत्केरिएमा टेक्न बिल्कुल हत्केरिएमा टेक्न बिल्कुल कुरो गर बिल्कुल कुरो पार्न ये चल्थ्यो रे नि जानु जा जा मामा कति कतिवटा खाइदिनु rock paper scissors जाओ के हामी दुईजना जाऊ के मैले हानि सक्थे किन खाइस दुईजना नि आइज
पेपर सिजर जाऊ तिमीहरू मैले खाइदिने गाई हामी चाहिँ कुकुरले डिस्टर्ब गर्न आइरहेको गरेकी छु नि अहिले रफ पेपर सिजर जाऊ मोमो ठुल्ठुलो भएर एउटा मोमो खान पाइनँ रे मोमो ठुल्ठुलो भएर एउटा मोमो खान पाइनँ रे मैले दुइटा खाएँ मैले तिनटा खाइदियो ए चारवटा खाइदियो नि मैले त रफ पेपर सिजर रफ पेपर सिजर जा पछि मार्नु छोड्न ओए यसले छाउनी टोक्यो यसले पागल हो तँ पागल हो झम्किरहेको थिएँ कि रफ पेपर सिजर जाऊ ए या रफ पेपर सिजर रफ पेपर सिजर या ये वो देख चेक कर डब्बरू दी बोली चेक कर अख जो तू है चेक कर किथे है रफ पेपर सिजर मैले खाने पाइनँ रुक नभएको मुखमा नभएकोले भन्नु न रफ पेपर सिजर जा हाँडी कति म सक्दिनँ कुकुरको बुत्ला पानी खाऊँ न पाइँदैन पानी त यो बाहिरको हो कि खाम पानी खाने बरु गाई त हामीले बाहिरको पानी खाने पाइने के खान पाइनँ र यसले चाउचाउ चटपट केही खाने पाएन चाउचाउ चटपट केही खाने पाएन जुन त पानी गाई हामी चाहिँ एकछिन रेस खेल्यौँ अब पानी खा गाई हामी चाहिँ एकछिन रेस खेल्यौँ अब पानी खान क्या बोले भाई अब क्या बोले के जथा भाभी बोले तेरो बाउको रेस खेल्छस् र तैँले रेस खेलिरहे यसले तेरो बाउको रेस खेल्छस् र तैँले रेस खेलिरहे यसले अच्छा सबै पोकिएर छ ल यो कुकुरले डिस्टर्ब गरेकै के जाऊ त भाग्दा अगाइसक्यो रफ पेपर सिजर रफ पेपर सिजर रफ पेपर सिजर मेरो बेग्लै छ आनी बानी रफ पेपर सिजर रफ पेपर सिजर भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ रफ पेपर सिजर जाऊ ओए रोक या भाई रफ पेपर सिजर दुईटा मामा निकाल
रफ पेपर जा दुईटा या मैले पानी झ्याउँदैछु यार मन्दिर सबै खाइसके आराम गर्नु मन्दिर सबै खाइसके आराम गर्नु मैले खान दियो न अब तिमीहरू सबै यस्तो गर्नु म यस्तो गर्छु नि यार मैले खान दियो न अब तिमीहरू सबै यस्तो गर्नु म यस्तो गर्छु नि यार के बोले भाइ के बोले के बोले के छ थाहा भाबी बोल रफ पेपर सिजर जा ओए रोक काटी नि यहाँ उडे रोक न ओए रोक काटी नि यहाँ उडे रोक न एउटा लियो पेपर रफ पेपर रफ पेपर खेल गाडी यहाँ लाए त खेल गाडी यहाँ लाए त के बोले भाइ के बोले के बोले के रफ पेपर सिजर जा खाटिङ जहिले नि मुठी मात्रै आउँछ अब हाम्रो मुठीमा चाहिँ बनाउन रफ पेपर सिजर जानु छिटो रुक रफ पेपर सिजर रुक रफ पेपर सिजर जा बहिनी सुस्तरी आऊ न भाई यहाँ पे क्या हो रहा है भाई यहाँ पे क्या हो रहा भाई ये कहाँ फंस गया भाई रुक एकछिन आराम गर म टोरेर हुन्छ तपाईँ खान्छ यो नि कोप्नु पर्यो यार पाइँदैन गाई चाहिँ हामी चाहिँ आराम गरी खाएको गाई चाहिँ मलाई अगाइसक्यो कस्तो गर्मी भयो दौड्दा जर्नल चाहिँ गेमबाट आउट भइसक्नु भएको छ अहिले हामी दुईटा मात्रै छौँ एकछिन बस्नु नभए कस्तो भयो क्या रफ पेपर सिजर भन्नेहरूलाई त के जाऊ कान्छेस गम कि गम रफ पेपर सिजर जा सोची ममा नि चम्चा खानु नि किन हाल्छ है सुरुमा तैँले लुकी क्यामेराबाट बाहिर गएर खान्छ यहाँ आइरहु रफ पेपर सिजर जा दुईजना चपर थाहा चाहिँ खान्न के खायो न अहिले म चाउँछु
यहाँ रन्डीले मेरो हातमा यो त उसै गर्दै गर्दा रक पेपर सिधा जा ओए रुक रुक रक पेपर सीजर रक पेपर सिधा जा ओए छिटो आइज तेरा रुका न छिटो पानी खामे एकछिन आराम गरौँ न मोमो मात्रै भ्याएन रहेछ किन कहिले भ्याउने हो सबै अचार बनाएर म त उसो गुहाउला एकछिन यतिकै बसौँ न मात्र भइसक्यो भिडियो यस्तो भिडियो हामीले जस्तो कसैले बनाएको छैन होला गाइस हामी चाहिँ अगाइसक्यौँ अब धेरै खाना अब चाहिँ हामी सब भ्याउनु गरिबको बच्चालाई जानिदिन्छ तपाईँ हो लिस गरिबको बच्चा चाहिँ फेरि ल छिटो उठ छिटो गरेर रेस्ट गरौँ कि माथि गएर रक पेपर सिजर रक पेपर सिधा रक पेपर सिधा गाइस अब अगाइसक्यो अब धेरै मोमो खान सकिन त्यस्तो मैले यो खाएकै होइन कि यहाँ कस्तो हो र एकछिन गाडिदियो र एकछिन गाडे त्यही खाऊ न गाडेकै रक पेपर सिजर रक पेपर सिधा जाओ रोक मारेको मोमो कति खाएको दुईटा मोमो खान्छु जस्तो रोकमा दुईटा मोमो छिटो गरेँ तँ पनि रक पेपर सिजर जा अब त चटपट खान्छु गाइस म हमको मारो, हमको जिंदा मत छोड़ो सालो। हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है। ये रेलवे की हड़ताल कब खत्म होगी? रक पेपर सीजर जा तेरा पुलिस में भनेको तापिनी पादिनी छरेनी ढाकिनी हौ म तेरे मलाई समर लाग्यो भनेर रक पेपर सिधा जानु
पेपर सिजर जाऊ ओए रुक ओए रुक आयो एकन मौकामा मलाई गाह्रो भयो पानी हाल्नु छोरे कस्तो भयो पार्न लाग्यो मजा आयो खानालाई आइदिन्छु नि खोलाई तँलाई गाइस हामी चाहिँ गरिबको बच्चाले दान दिएर गइरहेको अन्त धेरै टाइम लगाउनु तीनटा मोमो रहेछ अब तीनजना गरेर खानुपर्छ नि खान्छ तीनटा मोमो रहेछ अब तीनजना गरेर खानुपर्छ नि खान्छ दुईटा खाइदिन्छु मेरो टना आउँछ अब अरू नि खाऊँ न म रास्तासँग राम ल आउँदै त खान सकेन अब त रफ पेपर सिजर चौ रियली गर्नु न रफ पेपर सिजर रफ पेपर सिजर चौ है म जान्दा खानु त मोमो त लिएर जा मोमो त लिएर जा गाइजले मोमो खान्छ हाम्रो मोमो लिएरै गयो म त गाइजले मोमो खान्छ हाम्रो मोमो लिएरै गयो म त पागल हो तँ पागल हो तँ तेरो बहिनी पागल हो रफ पेपर सिधा जानु ओए रुक मोमो खाइजो मोमो के त मोमो खान्छ म खाइगे दुईटा मोमो खाइ के हो दुईटा अनि झ्याउलाउने म त लिएर जान्छु यो त आइज खेल्न छिटो म त खाएँ के हजुर त्यही पनि पर्ने तिमीलाई फ्रीमा हो क्या साँच्ची हो तिमी खेलेनौ नि त नि मिसाको त हो नि अहिले चल्छ खाना भन्न त बोल्दैन आऊ के रहन त सबै रहन्छ अब त खाँदैनौँ हामीले आऊ न के हुन्न के रफ पेपर सिजर म त यस्तो गर्दा दौडिन उठ्न म क्यामेरामा पनि हानिसित जे पनि फुटिहाल्छ नि होइन जा अब त कहिले पनि बाउ भन्दैन जा बाउ रफ पेपर सिजर चाउ जा ओए जा मोमो लिएर आइज न मोमो म त छोइ जा नि छिटो लागि रफ पेपर सिजर जानु छिटो यो जोइन रहेछ यार के छ यहाँ म गाड्छु न रफ पेपर सिजर जा रफ पेपर सिजर म त निले पासमा आयो म त यस्तो छोइदिएँ मात्रै हो रफ पेपर सिजर जा बहिनीहरू जा रुक छिजा न खानै दिन्ने यार गाइजले खानै दिन्ने रोक भनेको सुन्ने रफ पेपर सिजर जा रफ पेपर सिजर ऊ छोप्यो जा पेपर सिजर चाउ कुची रुक यहाँ म त खान्न भाइ म त नखाने भयो होइन होला के हो नहेलामै भयो है खाने पाएको होइन भिडियो नाम भइसक्यो म त नखाने गाई जब हामी चाहिँ नसक्ने भएन अब हामी चाहिँ नखेल्ने
अहिले यो मेरो भाग यत्रो पनि चाउचाउ यत्रो पनि चटपट रह्यो अब हामी चाहिँ खेल्न सक्दैनौँ हामीबाट पुग्यो यति भयो मैले त्यो खानै पासेन म खान्छु खानै पासेन म खान्छु रुको जरा सबर करो आज तेरो रोक्नु पर्ने यस्तो कमेडी बनाएर हाल्छिन्छ ओके गाइज मैले एक्सक्युज दिएको यिनीहरूलाई लास्टमा गाइज मैले एक्सक्युज दिएको यिनीहरूलाई लास्टमा के बोले भाइ के बोले के बोले के छ थाहा गाइज हामीले चाहिँ भ्याइसक्यौँ अघि लुरु 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 त अब हजुरहरूले हेरिदिनु होला लाइक सब्सक्राइब गरिदिनु होला मोमोको चटनीमा यसरी चोपेर खानु होला झक्कास सबैजनाले माया गरिदिनु होला भिडियो हेरेर सबै लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला आइज भन् केही भन् 2 शब्द पछाडि जा गाइज यसको चाहिँ नयाँ आइडिया होइन यसको यसलाई सब्सक्राइब लाइक सेयर कमेन्ट गरिदिनु होला अनि ब्लग पनि गरिदिनु होला मेरो फर्स्ट भिडियो हेलो एभ्रिवान आई मेक दिस बेसन पकौडा जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो सब्सक्राइब चाहिँ गरिदिनु होला धर्म हुन्छ डु सपोर्ट गाइज ल यति नै हो गाइज हस् त धन्यवाद बाई 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 गर्न भाडी बाई गर्न भाडी बाई